ब्याक टु माई प्रमिटी च्यानल। आई होप हजुरहरू एकदमै सन्चै हुनुहुन्छ होला, म पनि एकदमै सन्चै छु। अनि आज चाहिँ हामी कोदे गोड्न आएको है। कोदे गोड्न जिन्दगीमा गोडेको छैन, तर म गोड्ने प्रयास गर्नेछु। अनि हाम्रोमा चाहिँ कुटो कस्तो हुन्छ भन्दाखेरि यस्तो वाला हुन्छ है, यस्तो है। अनि हामीले खाजा पनि ल्याएर आएको छौँ चटपटी, अहिले पछि देखाउँछु चटपटी बनाएर। अनि पानी पनि ल्याएर आएको छ। हाम्रोमा यत्रो ठुलो हुन्छ, यसले चाहिँ घर पनि छाउन मिल्छ। अनि के गर्न मिल्छ रे? गोरुलाई ओछ्यान, गोरुलाई के गर्ने रे, ओछ्याउन पनि मिल्छ। त्यही भएर हाम्रो गाउँलाई पिर्रिया भनेर नजिस्काउनु। सबैले जिस्काउँछ नि पिर्रिया भनेर है। अनि हाम्रो गाउँबाट कस्तो भ्यू देखिन्छ म देखाइदिन्छु है। हाम्रो गाउँबाट देखिने भ्यू चाहिँ यस्तो है, पुरै वाह। अनि माथि माथि हिमाल पनि देखिन्छ कि अहिले चाहिँ बादलले ढाके हा। अनि यहाँबाट चाहिँ यो पहिला म पढ्ने स्कुल, अनि उताको एउटा गाउँ छ, अनि यता कर्णाली, फेरि यता गाउँ छ, यता पनि खतरा भ्यू देखिन्छ नि। फेरि अहिले कहाँ छौँ भन्दाखेरि खर्क, हाम्रोमा चाहिँ खर्क भन्छ कि। यस्तो छ है, पहिला राम्रो थियो, अहिले भत्काएर यति मात्रै गरे हा। साथीहरू आज चाहिँ हामी कोदे गोड्न आएको अघि नै भइसक्यो है। हामीले चाहिँ 2 गडा भ्याएको, तर अहिले निद्रा लागिसक्यो। निन्द्रा लाग्दैन त। अनि जिन्दगीको पहिलोचोटि कोदे गोड्दाखेरि निन्द्रा लाग्दो रहेछ, अर्कोचोटि चाहिँ निन्द्रा लाग्दैन होला नि त। अनि त्यही हो। अन्त 2 गडा चाहिँ भ्यायौँ है। कति टाइम लाग्यो होला? 12 बजी आएको थियौँ है हामी। 1 घन्टा लागेछ यार 2टा गडा। मलाई कोदे गोड्न आउँछ कि नै? आउँछ, कस्तो राम्रो कुदाइछ। पहिलोचोटि गोडे पनि मैले यति भए पनि जाने हो कि नै बहिनी? जान्नु भएको के? 3 वर्षको कालीले कोदो गोड्दैछिन्। यता हेर त काली, यता हेर न। ल गोड अब। त्यो भड फाल्ने हो त्यसरी। आजको हाम्रो जनताहरू, काम गरेको जनताहरू। काली यता हेर न, त्यसै लजा यता हेर। यो काली, अर्की काली, यो गोरी, अर्की गोरी। चटपटे हाम्रो हात यस्ता छन्, एउटा हात धोएर खाइरहेछ। साथीहरू मैले आज एक्सटेन्सन गरेर आएको कहाँ भन्दाखेरि चाहिँ कोदो बारीमा। यस्तो खतरा पुरै भाँचेर खतरा भयो। अब त खतरा होइन, दामी। यस्तरी च्यातिन्छ। ल देऊ, म खान्छु भनेको लाजुमा। खाऊ बेसरी, मकरी बसेर खानु पर्यो। कस्तो छ कालीहरू? अर्की कालीलाई त पिरो भयो क्या? पिरो भयो सानी? बन्द यता हेर्दा खै। ल नासपति खतरा फले। कसलाई खाना भन्छ भने आउनुहोस् ल। बजै के रे, हजुर कति वर्ष हुनुभयो? कति वर्ष हुनुभयो? वर्ष हाम्रो बजै 100 वर्षभन्दा धेरै भइजानु भयो। किन नपुगेको? पुगिजानु भयो। यता हेर्नु बजै, यता। बजैले हल्का कान पनि सुन्नु न, आँखा पनि देख्नु न है बजै। के खानुभयो दिउँसो? बजैले फेरि चिनी मात्रै खानुहुन्छ। बजैलाई सुगर हुन्न फेरि जति चिनी खायो भने। बाउ बाजेदेखिको पुरानो घर। पहिला यहाँ उभिएर बस्थे। हाम्री फुपू ठुली मम्मीको हालत हेर। यहाँ ठुली मम्मी, फुपू त्यहाँ, अनि अर्की फुपू त्यहाँ। बारी गोड्दै माइत आएर बारी गर्दै, मम्मी फेरि तरकारी केलाउँदै। लगाउनु त खोला झिङ्गा हान्द है। यसै मौको परि गाउँले भेट्यो, अब कहिले होला। 2 भए। बजैले यस्तो लाइनहरू त खतरा भनिदिनुहुन्थ्यो पहिला। अहिले बजेको 16 आउन्न है बजै। अनि हाम्रोमा चाहिँ धारा, हामी सानोदेखि हुँदादेखिको धारा चाहिँ म देखाउँछु ल। हामी नुहाउँथ्यौँ खतरा। यहाँ त हाम्रो गाउँको धारा हो यो। गाउँभरि सबैको धारा हो। अनि यो चाहिँ घट्ट माथि, यो चाहिँ घट्ट। हाम्रो गाउँमा नि यो ओड्छन् यस्तो,
झिँगा हेर्न ड्यान्न दिन्छ हाम्रो गाउँमा त यस्तो ओढ्छन् अनि यो चाहिँ ओछ्याउँछन् के यस्तो अनि हाम्रो बच्चामा अहिले त स्टोर रुम भइसक्यो सानोको रुम म चाहिँ यही बेडमा सुत्थेँ हाम्रो बेड यो चाहिँ हाम्रो बेड हो है भन्दाखेरि जौला देखभाल भयो ल ल जडाउडै लाग्यो क्या त्यो टुप्पा काट्न नला जडाउटै काट्छु कि जौलै देखभाल उता जाऊ है ओइ केटा यो दाँत फाल्ने भनेको यहाँभित्र निकालिसकिछे पागलनीले हेर त यो दाँत यत्रो ठुलो आहा अब खा दाँत साथीहरू जिन्दगीको पहिलोचोटि दाँत फाल्दैछु त्यही माथि यो बन्देको बन्दे फेरि दुई पुरै भित्रबाट दाँत निकालिसकेपछि अब आउँछ कि आउँदैन है गो भाच्यु क्या हो मम्मी दाँत यस्तै हुन्छ दाँत निकालिदिएँ मैले त छिछि नङ मेरो कति फोहोर भएको रातिको 10 बजे हामी घट्टमा छौँ साथीहरू हाम्रो चाहिँ मकै हुँदैछ है अनि यहाँ यस्तै हो सरी मकै पिस्दैछौँ है हामीले चाहिँ यी मकैको पिठो यत्रो भएछ हाम्रो भाउजू हुनुहुन्छ अनि फुपू साथीहरू हाम्रो गाउँमा चाहिँ कुच्चो यस्तो हुन्छ है यो चाहिँ बाबिएको बन्छ कि यस्तो देखाउनु त यस्तो हुन्छ बाबिएको है मैले चाहिँ चामल कुटेर यतिको बनाइसकेको छु अब चाहिँ निफाल्नु पर्छ है अनि हाम्रो सुपको चाहिँ यस्तो हुन्छ यो चाहिँ भेडाको हो अनि अगाडिको चाहिँ यो निगालाको हो अनि चाहिँ हाम्रो यो मुसल अनि मैले चाहिँ यतिको गरेर भ्याएको त्यही हो मैले चाहिँ जहाँ गए पनि काम गर्न चाहिँ सिक्नुपर्छ भन्ने लाग्छ कि मलाई चाहिँ कति चाहिन्छ भनेको यार आफ्नो लागि भए पनि सिक्नुपर्छ के यतिको चामल गरेर भ्याए हाम्रो गाउँको अर्ग्यानिक चामल यतिको कुटेर भ्याए है बताएर किनभने निफनेर पनि भ्याए अनि यतिको भ्यायो हाम्रो गाउँको अर्ग्यानिक चामल हो साथीहरू मेरो भिडियो मन परेमा लाइक शेयर सब्सक्राइब गरिदिनु होला भन्दै म बिदा हुन चाहन्छु लभ यु अल बाई बाई